नमस्कार। आजको यो विश्लेषणमा हामी मदिरा सेवनले जीवनमा पार्ने असर र त्यो चक्रबाट बाहिर निस्कने उपायबारे केही महत्त्वपूर्ण कुराहरूमा छलफल गर्नेछौँ। आउनुहोस् सँगै बुझौँ। आखिर मदिरा के हो त? रमाइलोको साथी कि विनाशको बाटो? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ खोज्न हामीले यसका विभिन्न पक्षलाई नजिकबाट निहाल्नुपर्छ। ल, अब यसैको गहिराईमा डुबौँ है त। ल, सबैभन्दा पहिले त कुरा गरौँ यसले हाम्रो शरीरमा, हाम्रो स्वास्थ्यमा के कस्तो असर पार्छ भनेर। सबैभन्दा पहिलो र ठूलो मार पर्ने भनेको हाम्रो कलेजोलाई हो। किनभने हाम्रो शरीरले रक्सीलाई एक किसिमको विष जस्तै मान्छ, अनि यो विष सफा गर्ने जिम्मेवारी हो कलेजोको थाप्लोमा आउँछ। अब सोच्नुस् त, लगातार विष सफा गर्दा के होला? कलेजोमा बोसो जम्न थाल्छ, त्यो सुन्निन्छ, अनि अन्तिममा त सिरोसिस जस्तो गम्भीर, कहिले निको नहुने रोग पनि लाग्न सक्छ। कुरा कलेजोमा मात्रै सकिँदैन, यसको असर सिधै हाम्रो मुटुसम्म पुग्छ। कसरी? यसले ब्लड प्रेसर बढाउँछ, जसले गर्दा मुटुको धड्कन गडबड हुन थाल्छ, अनि सोझै हार्ट एट्याकको जोखिम पनि बढ्छ। कलेजो गयो, मुटुमा असर गर्यो, अब पालो मस्तिष्कको। हामी जे सोच्छौँ, जे निर्णय लिन्छौँ, त्यो सबै दिमागबाटै त हो नि, होइन र? तर लामो समयसम्म रक्सी पिउँदा यसले हाम्रो दिमागको बनावटलाई नै असर गर्न थाल्छ। बिस्तारै बिस्तारै याद गर्ने शक्ति कम हुँदै जान्छ, अनि मानसिक सन्तुलन नै बिग्रिन सक्छ। ये त भए केही प्रमुख असरहरू, तर कथा यतिमै कहाँ सकिन्छ र? समय बित्दै जाँदा रक्सीले शरीरलाई भित्रभित्रै खोक्रो बनाइदिन्छ। हाम्रो शरीरको सिपाही मतलब रोगसँग लड्ने शक्ति त्यही कमजोर हुन्छ। मुख, खाँटी, कलेजोको क्यान्सर हुने खतरा वात्तै बढ्छ, अनि डिप्रेसन र चिन्ता जस्ता मानसिक समस्याहरू छन् भने त त्यसलाई झन गहिरो खाडलमा धकेलिदिन्छ। अहिलेसम्म हामीले स्वास्थ्यमा पर्ने असरको कुरा गर्यौं, तर रक्सीको असर पिउने मान्छेमा मात्रै सीमित हुँदैन है। यसको जालो त परिवार, समाज हुँदै देशको अर्थतन्त्रसम्मै फैलिएको हुन्छ। ल, अब यसको सामाजिक र आर्थिक पाटोलाई पनि हेरौँ। यो कस्तो हुन्छ भने नि, पोखरीमा एउटा ढुङ्गा फाल्दा लहर फैलिए जस्तै हो। जब कोही व्यक्ति लतमा फस्छ, त्यो असरको पहिलो लहरले परिवारलाई हान्छ। घरमा झगडा, तनाव, सम्बन्धमा चिसोपना, अनि दोस्रो लहरले आर्थिक अवस्थालाई। एकातिर उपचारमा पैसा सकिन्छ, अर्कोतिर काम गर्ने जाँगर र क्षमता दुवै घट्छ, अनि हेर्दा हेर्दै यो व्यक्तिगत समस्याले सामाजिक र राष्ट्रिय स्तरमै असर पुर्याउँछ। अहिलेसम्म हामीले समस्याको कुरा गर्यौं, सुन्दै अँध्यारो लाग्न सक्छ, तर हरेक अँध्यारो सुरुङको अन्त्यमा उज्यालो हुन्छ। यो लतको चक्रबाट बाहिर निस्कने बाटो पनि छ। अब कुरा गरौँ आशाको, सुधारको यात्राको, अनि त्यसका लागि चाल्नुपर्ने कदमहरूको। सुधारको यो यात्राको सबैभन्दा पहिलो र सायद सबैभन्दा गाह्रो खुड्किलो के हो थाहा छ? त्यो हो मलाई समस्या छ भनेर मनैदेखि स्वीकार्नु। जब यो स्वीकारोक्ति आउँछ, आधा लडाईँ त्यहीँ जितिन्छ। त्यसपछि एक्लै सङ्घर्ष गर्ने होइन, डाक्टर, सल्लाहकार वा सहयोगी समूहहरूको मद्दत लिनुपर्छ, अनि चाहिन्छ एउटा दह्रो अठोट, म यो छोडेरै छाड्छु भन्ने प्रतिबद्धता। र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो परिवार र साथीहरूको साथ। उनीहरूको साथ र हौसलाले यो कठिन बाटोलाई धेरै सजिलो बनाइदिन्छ। यो भनाइ कति सान्दर्भिक छ है। हजारौं माइलको यात्रा त्यो पहिलो पाइलाबाटै सुरु हुन्छ। रक्सी छोड्ने सन्दर्भमा त्यो पहिलो साहसी पाइला भनेकै छोड्ने निर्णय गर्नु हो। त्यसपछिका हरेक दिन, हरेक सानो प्रयासले नै त्यो 1000 माइलको यात्रा पूरा गराउँछ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु, जुन हामी सबैले आफैलाई सोध्नुपर्छ। एक स्वस्थ समाज बनाउने कुरामा हाम्रो भूमिका के हो त? यो लडाईँ कसै एकजनाको मात्रै होइन, यो त हामी सबैको साझा जिम्मेवारी हो। कसैलाई खाल्डलबाट निकाल्न हात दिने वा कसैलाई खाल्डलमा पढ्नै नदिन सचेत गराउने हामी के गर्न सक्छौँ? सोच्नु होला है।